हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी चकिया घुम्नु गइनेछ हैन। सक्कसँगलाई ड्रेसअप फेरि फाल्टा फाल्टै छ। अहिले माथि पुगेपछि अर्कै ड्रेसअप हुन्छ। हाम्रो यहाँ चस्मा छ हातमा। अनि यता अगाडि 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 हिँड्दैछ। यो मेरो दाजु कता उता हिँडेको? लुक्स कहाँ हिँडेको रे त? कहाँ हिँड्नु भएको दाजु? चटोसँगले हामी बाइक चाहिँ तल छ होइन। तल पुगेपछि फेरि हामी आउने छौँ ब्याक। छोटो मिठो ब्लग गरेर आउनुपर्छ होइन। धेरै लामो बनाउनु हुँदैन किनभने स्टोरेज पनि छैन र ब्याट्री पनि टिक्दैन। साथसाथै ब्लग पनि बनाउनु आउँदैन होइन। छोटो मिठो गरेर जानुपर्ने हुन्छ होइन। अब जाउँ बिस्तारै। अब के कसो हुन्छ अनि गफसफ गर्दै जानुपर्छ। रमाइलो गर्नुपर्छ। आजको हाम्रो गन्तव्य भनेको चाहिँ चखेवा डाँडा हो। ल हामी चाहिँ हाम्रो यो राजा भएकोमा आइपुग्यौँ। यो चाहिँ हाम्रो राजा हो। यसले बोकेर लाने होइन। थोरै बाँधेको छ यहाँ। यसरी बाँधिरहेछ। कता कता बाँधिरहेछ। हावाले उडाउँछ भनेर यतातिरै बाँधिरहेछ। यसलाई बाँधिरहेको एकछिन नताने फाटिसकेको छ यार। खै पुच्छर सबै उकिसकेछ त यार। स्टिकर त यसको उता लुक्स त सेतो पो रहेछ त। ओरिजिनल त जस्तो छ त। ल यहीदेखि जाने हामी यसरी होइन। यसरी उतै हेलमेट ल्याउनु गयो। अहिले स्टार्ट गाह्रो हुन्छ स्टार्ट गर्नु। अहिले भेट्नुपर्छ है त। जानुपर्ने यहाँ माथि गाई चकेवा। यस्तो घुमेर जानुपर्ने। जम 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 जम। स्टार्ट बन्द। लाग कान्छ भयो जाउँ। आस्ते आस्ते। हेलो लगाइचले चाहिँ हामी 0 पोइन्ट आइपुग्यौँ है। यो चाहिँ अब चाहिँ यहाँदेखि चाहिँ पिच भेटिन्छ। यो चाहिँ काठमाडौँ जाने हाइवे है। काठमाडौँ जाने हाइवे।
त्यहीँ समाप्त भयो भुमारीले उडाएको आमामा यता हेर्दा नि हो आमामा उदो गयो हावा चलेको यार उदो गयो नि भुमारी यस्तो तातो थिएन अहिले यार हामी अहिले चकियामा आइसक्यौँ होइन भुमारीले झन्डै उडायो त्यहाँ उहाँहरू पनि उमाथि थियो बोराहरू उडाएको अनि यसले चाहिँ हल्का यहाँ भिडियो सुटिङ गर भल देखिँदो रहेछ है अब भुमारी उद्धो यतै आउनु थाल्यो फेरि उदो घुमा ल अब जानुपर्छ हामी चाहिँ हामी माथि डाँडातिर चाहिँ मासतिर डाँडातिर जान्छौँ है मैले बाइक घुमाउँदैछ एक्कासी हावा चल्दिएको क्या भुमारी चाहिँ हामी चकियातिर यो चाहिँ चकिया हो मेन हुने अब यहाँदेखि हामी अझै माथि जाँदैछौँ है आमामा बाइकमा चढ्नु भने जाम अब चाहिँ हामी अझै माथि जाँदैछौँ डाँडातिर आजको भ्यू चाहिँ राति पानी परेर जतिको भएको छ कि भ्यू आएको छैन राम्रो अनि त्यही पनि ट्राई गर्दैछौँ अहिले चाहिँ हामी यहाँ माथि फोटो सेसनहरू पनि हल्का गऱ्यो होइन अनि यसले बाइक यहाँ तल झऱ्यो अनि फोटोहरू खिच्यो अनि ट्रकसँगले म अनि झर्दैछु फोन क्यामेरादेखि भ्लग गरेर होइन चिसो लाग्ला जस्तो भयो मलाई चाहिँ हल्का होइन अनि के गर्ने यस्तै छ जाडो छ हावा लास्टै चलिरहेछ कि माथि डाँडामा त उडाउला जस्तो भयो कि माथि डाँडामा अझै तल्लो कति टाढै टाढा यहाँ माथि नै आएको छौँ हामी निकै माथि नै आएको छौँ अनि अब यहाँदेखि चाहिँ झर्नु पर्ने हुन्छ अब यहाँदेखि झरेर यो यता यसरी यहाँ हेर्दैछ बाइकलाई यसरी हेर्दैछ अनि बाइक यहाँ छ अब चाहिँ हामी लगभग हाम्रो सक्यो घुमघाम भन्नुपर्छ अब डिलिटलाई गर्नुपर्छ अब अहिले चाहिँ हामी होमस्टे छिर्दैछौँ होमस्टे प्रवेश गरिसकेको होइन अगाडि आएको गइसक्यो हामी चाहिँ अहिले माथिल्लो होमस्टेमा जाँदैछौँ यहाँ पनि होमस्टे दुईवटा छ नि त अहिले चाहिँ हामी माथिल्लो होमस्टेमा यहाँ सिँढी चढ्ने क्रममा चाहिँ हामी यसरी सिँढी चढ्ने क्रममा अघि पछि म होइन यसरी छ सिन चाहिँ बगाल थियो भन्नाले अब जस हिजोको पानीले आज मौसम अलिक खराब गरेको थियो यहाँ बाइकहरू तल पार्किङमा राखेर हामी चाहिँ माथि निस्किँदैछु मैले
होमस्टे आफ्टर लङ टाइम हामी होमस्टे यता अस्ति आएको अरे म चाहिँ आफ्टर लङ टाइम यो माथि आएको त ए तल पो रहेछ त आहा हामी चाहिँ फेरि हल्ला धेर भएर मास्लोमा आएको कि तल्लोमा पो रहेछ दाइहरू यहाँ चाहिँ विशेष हामीलाई दाइहरूले इन्भाइट गर्नु भएर हामी चाहिँ आएको अनि हामी चाहिँ खासमा माथि एकछिन डुलेर घर फर्किने भनेको थियौँ विशेष दाइहरूले इन्भाइट गर्नु भएर अनि हामी चाहिँ यहाँ अहिले होमस्टे छिरेको जस सास बढेको अलिकति गाह्रो गाह्रो पनि हुँदैछ सास बढेर लेखतिर नि त निकै लेखो माथि त उला जस्तै हावा चलिरहेको थियो होइन अब यस्तै हो भ्लग भन्ने चिज छैन अब भ्लग गर्दैछु अब के कसो हुन्छ हेर्दै जाऊँ अब यहाँदेखि गएर हामी घरतिर जानुपर्ने हुन्छ भोलि चाहिँ धरान झर्दैछु नि त त्यही भएर पनि आज घुम्न आएको अब होमस्टेको यहाँ यो चाहिँ माथिल्लो होमस्टे हो होइन अनि यहाँ अगाडि फेरि यो अगाडि नै छ हाम्रो बाइक यहाँ पार्किङ गरेर हामी चाहिँ यो तल्लो कम्फर्ट होलिडेमा गइँदैछ हामी कम्फर्ट होलिडे प्रवेश गरिसक्यौँ अनि यहाँ आफ्नो एक एकवटा कटेजहरू यो चाहिँ रुमहरू एक एकवटा भएको यहाँ चाहिँ मेन्यु छ हामी छिर्दैछौँ अस्ति पनि होमस्टे त आएको थियौँ होइन त्यहाँ अब गरेको थिइनँ मैले अब होमस्टे यसपालि गुराँस खासै खुलेको छैन रहेछ भालेहरूको रहेछ त यार ओ भाले बोक खाँदै पोती खाने बानी भाले बोकेर जाउँ निकै रहेछ यार भाले है ल अब चाहिँ हामी होमस्टे प्रवेश गऱ्यौँ यस्तो छ होमस्टे प्रवेश गऱ्यौँ हामी होमस्टेलाई मलाई यो पुरै लिरिक्स आउँदैन क्या म साइड होमा दिन्छु तपाईँलाई बोलाइरहेछ गाउँमा मेला लागेछ कान्छीलाई बोलाइरहेछ नजाउँ भने उसले पर्खिबसेछ नजाउँ भने उसले पर्खिबसेछ घाम छाया सुख दुःख दुवै हुन्छ समान हो घाम माया सुखपट्टि हुन्छ समय चक्रमा घुमिरहने अब हो कि नसारमा घुमिरहने हो कि हसी हसी यहाँबाट हो कि यसको चाहिँ